आदरणीय दर्शकवृन्द नमस्कार। विकल्प ज्ञान तथा विकास केन्द्रको प्रस्तुति बालशान्ति कार्यक्रमको बिल्कुलै नयाँ श्रृङ्खलामा यहाँलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन। म कार्यक्रम सञ्चालिका कल्पना घले। दर्शकवृन्द, आजको कार्यक्रममा हामी बालबालिकाहरूकै विविध विषयवस्तुहरू ल्याउने क्रममा हिन्दूहरूको महान चाड विजय दशमीको उपलक्ष्यमा बालबालिकाहरूसँग गरिएका कुराकानीलाई लिएर उपस्थित भएका छौँ। हाम्रा बालबालिकाहरूले यो बडा दशैँलाई कसरी हेरेका छन् र कसरी मनाउँदैछन् भन्ने कुरालाई यहाँहरू समक्ष देखाउने नै छौँ। त्योभन्दा अघि हेरौँ हाम्रो नियमित स्तम्भ बाल परिवेश अबको क्रममा। विक्रम सम्वत 2081 सालको बडा दशैँ तथा शुभ दीपावलीको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। सुरुङ्गा नगरपालिका सप्तरी। दशैँ पर्व नेपालीहरूको सबैभन्दा ठुलो महान चाड हो। दशैँलाई बडा दशैँ वा विजया दशमी आदि नामले चिनिन्छ। दशैँ वा बडा दशैँ नेपालीहरूको प्रमुख चाड हो। राष्ट्रिय चाड समेत मानिने दशैँ हिन्दू धर्मावलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदा दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी 10औं दिन बिहान दशमीका दिन आफूभन्दा ठुला मान्यजनहरूको हातबाट टीका प्रसाद ग्रहण गरेर विशेष रूपमा पूर्णिमासम्म मनाउने गरिन्छ। अहिले नेपालीहरूको महान चाड यो दशैँ छठ पर्व अथवा नेपाल सम्वत नजिकै अवस्थामा छ र नेपालीहरूले आम रूपमा यो चाड पर्वलाई एकदम भव्य र सभ्य ढङ्गले मनाउँछ। किनकि नेपालीहरू वास्तवमा विशेष गरेर हिन्दूहरूको लागि भन्नुपर्ला उहाँहरूले चाहिँ यो वर्षभरि जस्तोसुकै खालको दुःख परे तापनि यो महिनाभरि लगभग अहिले हामीसँग यो दशैँपछि तिहार पनि रहने नेपाल सम्वत विशेष गरी नेवारी जातले चाहिँ मनाउने त्यस्तै गरी छठ पर्व पनि नजिकै छ। ती सम्पूर्ण पर्वहरू विशेष गरी सम्पूर्ण चाड पर्वहरू चाहिँ नेपाली महानुभावहरूले चाहिँ एकदम राम्रोसँग मनाइन्छ र अहिले जस्तोसुकै दुःख सुख जेसुकै परे तापनि यो चाडलाई सम्पूर्ण नेपालीहरूले आफ्नो महान पर्वको रूपमा मनाउने गर्दछ। दशैँ वास्तवमा हामी आम नेपालीहरू विभिन्न वर्गीय रूपमा छौँ र हामी प्रिन्सिपल भएको नाताले हामी के भन्छौँ भने सम्पूर्ण अभिभावक विद्यार्थी भाइ बहिनीहरूलाई हाम्रो तडक भडक भन्दा आफ्नो दशैँलाई यो सांस्कृतिक रूपमा निरन्तर मनाउने एउटा पर्व भएकाले गर्दा यसलाई तडक भडक भन्दा पनि हामी चाहिँ सहजीकरण ढङ्गले यो दशैँ मनाउँ। म सम्पूर्ण हाम्रा विद्यार्थी भाइ बहिनीहरू हाम्रो शिक्षक वर्गहरू अभिभावकज्यूहरू र हाम्रा यस विद्यालयसँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा सम्बन्ध भएका सम्पूर्ण महानुभावहरूलाई तपाईँहरूको सुस्वास्थ्य र दीर्घायुको कामना दिन चाहन्छु र यो आफ्नो संस्कार र संस्कृति बचाउने तपाईँ हामी नै हौँ र हाम्रो संस्कार र संस्कृतिलाई तडक भडक भन्दा सरलीकरण ढङ्गले चाहिँ हामी बिताउँ। अब हुन त अब हामी चाहिँ अलिकति डायबिटिजको पेसेन्ट पनि भयो। अब मानिसहरू यो अहिले चाडपर्व भन्न साथै धेरै मदिरा पानहरू गर्ने अथवा मासुजन्य पदार्थहरू धेरै खाने अथवा तपाईँको चाहिँ बढीभन्दा बढी मसलादार चिजहरू खाने कारणले गर्दा बिरामी पर्न सक्ने अवस्था पनि छ। त्यसकारण आफ्नो स्वास्थ्यको ख्याल गरी विशेष गरी म आफै पनि डायबिटिजको पेसेन्ट भएको भएर म लगायत हाम्रो अभिभावकजीहरू पनि यदि तपाईँहरू चाहिँ बिरामी हुनुहुन्छ अथवा डायबिटिजको पेसेन्ट अथवा ब्लड प्रेसरको पेसेन्ट हुन्छ भने आफ्नो स्वास्थ्यको नि ख्याल गर्नु होला। दशैँ वास्तवमा हामीले विभिन्न घरहरूमा आफन्तका गएर मनाउने पनि चलन छ, जसले गर्दा हामीलाई त्यहाँ विभिन्न खालका खानेकुराहरू खाने गर्दा हाम्रो शरीरलाई चाहिँ असर नपर्ने खालको हिसाबमा तपाईँहरूले त्यो खाएर मनाइदिनु हुनको लागि म अनुरोध पनि गर्न चाहन्छु। र फेरि पनि म हाम्रो अभिभावकजीहरू र आम नेपालीहरूलाई तपाईँहरूको सुस्वास्थ्य दीर्घायुको कामना गर्छौँ र यो दशैँलाई राम्रोसँग मनाइदिनु हुनको लागि पनि अनुरोध गर्छौँ।
आश्विन शुक्ल प्रतिपदा घटस्थापनामा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन विभिन्न देवीहरूको पूजा गरिन्छ। 2 हप्ताभन्दा लामो समयसम्म चल्ने यस पर्वमा भक्तजनहरूले सर्वव्यापी माता देवी दुर्गाको पूजा आराधना गर्दछन्। हजुर, अब यो दसैँ भन्नाले चाहिँ जस्तै अब हाम्रो नेपालीहरू चाहिँ हिन्दू नै बढी भएको भएर चाहिँ हाम्रो यो नेपालको चाहिँ ठुलो पर्वको रूपमा पनि मानिन्छ, बडा दसैँको रूपमा मानिन्छ होइन। त्यही भएर हामी चाहिँ भनौँ न, अब म पनि हिन्दू भएको भएर म नि मान्छु, हामी पनि राम्रैसँग मान्छौँ र प्लस हामी नेवार भएको अनुसारले हामी नेवारकै भनौँ न चलन अनुसारले चाहिँ दसैँ मान्छौँ हामी। हजुर, यो दसैँ चाहिँ जस्तै अब रिलेटिभ्सहरू भेटेर होइन, अब शुभकामना आदान प्रदान गर्ने र एक आपसमा चाहिँ मिलेर रमाइलो गर्ने भनौँ न, त्यसको रूपमा लिइन्छ भने अब पूजा अथवा हजुरले भन्दा चाहिँ तिहारको पनि विशेष महत्त्व चाहिँ छ। किनभने जस्तै अब कुकुर तिहार भयो, काग तिहार भयो होइन, अब पूजा भन्छ। त्यो पूजामा चाहिँ खास चाहिँ हामीले अर्को पनि मनाउँछौँ, त्यो चाहिँ नुदय भिन्तुना भन्छौँ कि नयाँ वर्ष, हाम्रो चाहिँ नेवारहरूको चाहिँ नयाँ वर्षको रूपमा पनि लिइन्छ। अनि त्यो दिनमा पूजा चाहिँ बेलुका गरिन्छ। पूजा भनेको चाहिँ विशेष गरेर हामीले चाहिँ आफ्नो शरीरलाई आफैले पूजा गर्ने के, जस्तै अब हामीले देउतालाई जसरी मान्छौँ नि, अब हामीभित्र पनि देउता छ होइन। अब जस्तै अब हाम्रो पूजा गर्दाखेरि हाम्रो जुन हात खुट्टा यो काँधदेखि लिएर टाउको सबै हामी पूजा गर्छौँ नि, किनभने यसले चाहिँ हामीलाई यहाँ बाँच्नको लागि सहयोग गरेको छ नि त सबै पार्ट्सहरूले। त्यही भएर चाहिँ अब हाम्रो यो सबै पार्ट्सहरू चाहिँ के अरे राम्रो होस्, स्वस्थ होस् भन्ने एउटा कामना गरेर चाहिँ पूजा गरिन्छ। ढुकुटी कोठा हुन्छ नि, हजुर, ढुकुटी पूजा गर्ने। अनि त्यो बेलामा चाहिँ नवमीको दिनमा चाहिँ सबै कुराहरू जस्तै अब हामीलाई वर्षौनी हामीले चलाउने हाम्रो जीवनको लागि हाम्रो लाइफको लागि सहयोग गर्ने जुन सामान वस्तुहरू हुन्छ नि, जस्तै अब खेतमा काम गर्ने कोदालो कुटो त्योदेखि लिएर हाम्रो घरभित्र किचनमा युज हुने जस्तै माना पाथीहरू हुन्छ नि, चुप्पीहरू हुन्छ नि जुन खुकुरीहरू, त्यो सबैले चाहिँ हामीलाई हाम्रो चाहिँ वर्षौनी चाहिँ हामीलाई काम गर्न सजिलो गरेको छ नि त हो। त्यसको लागि चाहिँ त्यसलाई त्यो चिजहरूलाई पनि भगवान मानेर चाहिँ हाम्रो त्यो पूजा कोठामा त्यो एक दिन राखेर चाहिँ पूजा गर्ने अनि बलि चढाउने पनि गरिन्छ कि। यसको लागि चाहिँ जस्तै अब आफूसँग जस्तो छ जे छ त्यसमा खुसी भएर परिवारहरूसँग जस्तो छ जसरी सक्नुहुन्छ त्यही अनुसारले चाहिँ खुसीको साथ रमाइलोको साथ मनाउँदा चाहिँ राम्रो हुन्छ र त्यसरी नै मनाउनु भन्न चाहिँ चाहन्छु। नमस्ते, मेरो नाम चाहिँ दावा डोल्मा शेर्पा, म चाहिँ बुट्स एकाडेमीको विद्यार्थी अनि म चाहिँ बुद्ध चिल्ड्रेन पिस काउन्सिलको मेम्बर हो। हजुर, यसपालिको दसैँ चाहिँ पहिलाको पालि भन्दा चाहिँ अलि नराम्रो नै होला, किनभने अहिले बाढीहरू पनि धेरै नै गइरहेको छ अनि सबैजना अब विपदको कालमा रमाइलो त हुँदैन नै है, त्यही भएर चाहिँ अलि नराम्रो नै होला। दसैँ मेरो त जहिले नै म मामा घरतिरै जान्छु अनि त्यही रमाइलो हुन्छ, सबैजना परिवारहरू एकै ठाउँमा भयो भने रमाइलो हुन्छ। भन्नै पर्दा दसैँ भनेको चाहिँ हिन्दूहरूको महान चाड हो र त्यसलाई चाहिँ सबैजना हिन्दूहरूले मिलेर नै मनाउने गर्छन्। अहिले चाहिँ हिन्दूले मात्र नभए सबैजनाले धर्महरू एकै हो भनेर सबैजनाले मनाउने गरेको हुँदाखेरि चाहिँ सबैजना एक आपसमा मिलेर नै मनाउनु भन्न चाहन्छु। हजुर, त्यो चाहिँ हाम्रो क्षमता अनुसार हामीले हेर्नुपर्ने हुन्छ र अरूको देखासेखी नगरी आफूसँग जे छ त्यसमै खुसी भएर दसैँ मनाउनु भन्न चाहन्छु। अनि अरूले अब जेसुकै गरोस्, अरूसँग राम्रो लुगा होस् नहोस् या अरूले सुन लाएको होस् या नहोस्, अरूको अब घरमा मासु पाकिरहेको छ भने आफ्नोमा साग गुन्द्रुक जे भए नि हुनसक्छ, तर त्यसमै हामी खुसी हुनुपर्छ भन्न चाहन्छु। दसैँ चाहिँ एक वर्षमा यो आउने एउटा चाड हो। दसैँमा चाहिँ होइन हामीले मासु खान्छौँ, खसी मासु खान्छौँ, नयाँ लुगा लाउँछौँ, तर त्यही भने चाहिँ गरिब बच्चाहरू चाहिँ बिचाराले लाउन नपाइकन खान नपाइकन भोकै बसिरहेको हुन्छौँ। अनि अस्ति हामीले गरेको सहयोगले कति बच्चाहरूले बिचारा खान पायो होला होइन, मासु खान पायो होला, त्यो खुसी छ।
विजया दशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य र खुसियालीमा नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टीका र जमरा लगाउने चलन रहेको छ। दशैँलाई असत्यमाथि सत्यको विजयको रूपमा पनि लिइन्छ। अब हिन्दूहरूको महान चाड नजिकै छ। यसको महत्त्वको बारेमा अब हामीले भन्नुपर्दाखेरि विशेष त यसमा विभिन्न खालका किंवदन्तीहरू रहेका छन्। यो चाहिँ अब विशेष त अब विजय दशमी दुर्गा माताले असत्यमाथि अधर्ममाथि जित प्राप्त गरेपछि मनाएको यस बडा दशैँ हो। त्यसैले हिन्दूहरूको चाहिँ यो एकदमै ठुलो महान चाड पर्व रहेको छ। अहिलेको परिप्रेक्ष्यमा हामीले हेर्नु पर्दाखेरि यो दशैँ पर्व मनाउने चाहिँ एक प्रकारले कम्पिटिसन जस्तै भइरहेको छ। अनावश्यक खर्चहरू गर्ने, ऋण थुपारेर ऋणहरू लिएर अरूको देखासेखी गर्ने, अर्काले घोडा चढ्यो भन्दैमा अब धुरी चढ्न जाने, यस्ता खालका समस्याहरू चाहिँ दिन प्रतिदिन बढ्दै गइरहेको छ। मानिसको जीवनस्तर भने चाहिँ दिनानुदिन खस्किँदै गइरहेको छ भने यी चाडपर्वहरूमा चाहिँ विशेष त मानिसहरूले अब अलिकति नबुझेर विभिन्न अनावश्यक खर्चहरू चाहिँ बढीभन्दा बढी ऋणहरू लिएर ऋणपात लिएर पछि अब यो कसरी तिर्ने, के गरी तिर्ने भन्ने कुनै पनि सोच विचार नराखिकन गरिरहेको पाएकोले मानिसहरूलाई यो चाडपर्व दिनानुदिन महँगो हुँदै गइरहेको पनि पाइएको छ। र विशेष त नानी बाबुहरूलाई चाहिँ आफूलाई म के सुझाव दिन चाहन्छु भने आफ्नो बुवा आमाले जे जति दिएको छ त्यसैमा खुसी हुँदै, जे जस्तो प्राप्त गर्छ त्यसमा सन्तुष्ट हुँदै यी चाडपर्वलाई चाहिँ खुसीका साथ आफू मान्यजनहरूसँग जे जति प्राप्त गर्छ त्यसमा सन्तुष्टि भइकन मनाउनको लागि म विद्यार्थी भाइ बहिनीहरूलाई अनुरोध गर्दछु। दसैँ भन्ने बित्तिकै मलाई नेपालको सबैभन्दा महान चाड आएको जस्तो लाग्छ र दसैँमा चाहिँ रमाइलो गरिन्छ र नयाँ लुगा लाइन्छ भन्ने लाग्छ मलाई चाहिँ दसैँमा। मेरो चाहिँ दसैँको लागि सोच भनेको चाहिँ नयाँ लुगा किन्ने र घुम्न जाने छ मेरो सोच चाहिँ। अनि टिका लगाउँछु म घुम्न चाहिँ स्वयम्भू पोखरा जान्छु। दसैँ चाहिँ हामीले बिना विकृतिका साथ जुवा तास नखेलिकन र जाँड रक्सीहरू नखाइकन मनाउनु भन्न चाहन्छु र उहाँहरूलाई गलत बाटोमा नजानुस् भन्न चाहन्छु। दसैँमा चाहिँ अरूको देखासिखी नगरौँ, अरूले महँगो लुगा लाए, महँगो खानेकुराहरू खाए भन्दैमा आफू पनि त्यस्तै ऋणहरू लिएर त्यस्तो नगरौँ भन्न चाहन्छु र आफूसँग जे छ त्यसमै खुसी हुनु भन्न चाहन्छु। र मेन भनेको चाहिँ मतलब मुख्य कुरा भनेको चाहिँ जुवा तास हजुर खेलेर हजुरहरूले पैसाहरू नसक्नुहोस्, आफ्नो सम्पत्तिको नाश नगर्नुहोस् भन्न चाहन्छु। नमस्कार सबैजनालाई, म चाहिँ कुङ्गा तेन्जिङ विर्स एकाडेमीबाट कक्षा 9 मा पढिरहेको छु। म चाहिँ बौद्ध चिल्ड्रेन पिसबाट हुँ र मेरो पोस्ट चाहिँ क्लिनिनेस कोअर्डिनेटर हो। अब दसैँ भनेको महान चाडपर्व हो जसमा सबै मान्छेहरू विदेशबाट टाढा भएको मान्छेहरू आफ्नै घरमा आएर समय परिवारसँग धेरै पछिको लामो समय बिताउन चाहन्छन् र रमाइलो गर्न चाहन्छन् सबैजना दसैँमा। म चाहिँ दसैँमा नयाँ मिठो खानेकुरा खाएर नयाँ कपडाहरू किनेर त्यसरी मनाउँछु। दसैँमा सबैको मिठो खानेकुराहरू खाने सोच, नयाँ कपडाहरू लाउने सोच, आफूभन्दा ठुलोबाट टिका लाउने सोच र पिङ चङ्गाहरू खेल्ने सोच धेरैको हुन्छ। हामी जस्ता खान नपाएका बच्चाहरू, आमा बुवा नभएका बच्चाहरू यो आउने दसैँमा चाहिँ एकदमै यादगिरी बनाउनलाई हामी चिल्ड्रेन पिस काउन्सिलबाट एक मुठी चामल, एक मुठी दाल, सकेसम्म तेल, नयाँ पैसा उठाएर तेल किन्ने सपना चाहिँ सोच चाहिँ हामीले बनाइरहेको छौँ र उनीहरू पनि यसपालिको दसैँ एकदमै यादगिरी र रमाइलो होस् भनेर हामीले चाहिँ एक मुठी चामल, एक मुठी दाल सबै हाम्रो स्कुलभरिबाट कक्षा 1 देखि कक्षा 10 सम्म गरेका थियौँ, कलेक्सन गरेका थियौँ जसले गर्दा चाहिँ हामी जस्तै खान नपाउने व्यक्तिहरू बच्चाहरूलाई दसैँमा सहयोग मिलेको र हामीलाई नि खुसी मिलेको छ। धेरै चङ्गा उडाउने बेला चाहिँ आफू कोसीको काँधनिर छ झर्ने ठाउँ हुन्छ नि, अब चिप्लो ठाउँमा नउडाउने। अनि चङ्गा उडाउने भनेको नि आफ्नो साथीभाइ
परिवारहरू जब साइडमा हुन्छ नि त्यति बेला चाहिँ चङ्गा उडाइने एकदमै राम्रो हो। परिवारहरू पनि हेर्दै गर्नलाई त्यहाँ रहेको हुन्छ। आफै एक्लै उडायो भने चाहिँ कुन बेला मुनि खसिन्छ त्यो चाहिँ थाहा हुँदैन। यस पर्वमा विशेष गरी आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टीका तथा जमरा लगाई आशीर्वाद लिने गरिन्छ भने नयाँ कपडा लगाउने, आफ्नो क्षमता अनुसारको मिठो खाना खाने, पिङ खेल्ने र चङ्गा उडाउने गरिन्छ। दसैँको समयमा घरदेखि टाढा बसेका परिवारका सदस्यहरू पनि आफ्नो घरमा आउने र परिवारसँग बसेर दसैँ मनाउने गरिन्छ। दसैँ पर्वले परिवारको पुनर्मिलन, माया, स्नेह र आत्मीयता बढाउने पर्वको रूपमा पनि दसैँलाई लिन सकिन्छ। चेङ्गाडोल्मा शेर्पा र म चाहिँ आज विकल्प मेम्बर, सिपिसीको मेम्बर। एउटा महान चाड हो हाम्रो, किनभने हिन्दूहरूले मनाउने हो र त्यो चाहिँ वर्षमा एकचोटि मात्र आइन्छ। दसैँमा चाहिँ अब के अरे प्राय बच्चाहरूलाई चाहिँ बिचरा अब उनीहरू आमा बुवा हुँदैन, आफ्नो आमाहरूसँग के अरे बस्न पाओस्, अनि के अरे खानेकुरा मिठो मिठो खानेकुराहरू खान पाओस्, अनि के अरे अब यस्तै पिङ्कहरू अनि चङ्गाहरू खेल्नु पाओस्। अनि अब के अरे नराम्रो के अरे चिप्लो ठाउँतिर अनि नराम्रो अलिकति घाउचोटहरू लाग्ने ठाउँतिर चाहिँ नजाओस्, नपरोस् त्यस्तो दुर्घटनातिर चाहिँ। अब यो आउँदै गरेको दसैँमा हुन त अब अहिले पानी सानी परेर विभिन्न जिल्लाहरूको भूभागहरू नै चेन्ज हुने भएकोले अलिकति जान आउन यो ट्रान्सपोर्टेसनको कुराहरूमा अलिकति गाह्रो भएको छ। तथापि यो नेपालीको महान चाड दसैँ चाहिँ हामी एकदमै अब जे जस्तो भए पनि फ्यामिलीसँग बसेर मनाउने गर्छौँ र मनाउँदै आएका पनि छौँ र आगामी दिनहरूमा यही गर्दै जाने नै छौँ। अनि यो बाहेकको दसैँ बाहेकको यो जति पनि अहिले भइरहेको यो दुर्घटनाहरू छ, यो साधनहरू त्यसपछि बाटो पनि नभएको कारणले मानिसहरू आफूले चाहेको ठाउँहरूमा अब भिजिट गर्न नपाउने भएका छन्। तथापि अब नेपालको महान चाड दसैँलाई हामी सबैजनाले भक्तिपूर्व र रमाइलोपूर्वक मनाउनुपर्छ र हामी पनि यही गर्छौँ। र यो चाड भनेको चाहिँ विशेष गरी खसी काट्ने, आफन्त भेटघाट, दसैँमा टिका लाउने, ठुलोदेखि आशीर्वाद लिने, सानोलाई आशीर्वाद दिने, यसरी हामी यो चाडहरू मनाउने गर्थ्यौँ र यसपालि पनि हामी त्यही अनुसारले मनाउँछौँ। तथापि पहिलाको जस्तो पिङहरू खेल्ने, चङ्गाहरू त्यस्तै आकाशमा उडेका त छैनन्। त्यही पनि अब यो चाडमा चाहिँ अब हामी सबैले पहिला जसरी दसैँ मनाउँदै आइरहेको थियौँ, अहिलेको दसैँ चाहिँ अलिकति भिन्न हुन गएको छ। अहिले मान्छेहरू डिजिटल दुनियाँमा रमाउन थालेका छन्। आजभोलि चङ्गा चेट भनेको आवाज पनि खासै गुन्जिँदैन हाम्रो कानमा। त्यसैले अब यो जे जति क्षतिपूर्ति छ, जे जति नेचुरल क्राइसिसहरू भएको छ, तथापि यो सबैलाई साइड लगाएर हामीले यो अब हाम्रो चाड राम्ररी दसैँ एकदमै राम्ररी र भक्तिपूर्वक मनाउनुपर्छ। विशेष गरी चाडपर्व भन्ने बित्तिकै मान्छेहरू एक्कासी उत्तेजित हुँदै धुम्रपान गरिदिने, त्यसपछि अनि होला गरिदिने, यो कुराले एकदमै नकारात्मक थिङ्किङ र सोच पुर्याइरहेको छ अहिलेको बालबच्चाहरूमा। त्यसै गरी यो चाड आयो भन्दैमा हामीले अब वायात फजुल खर्च गरेर खाएर पिएर हल्ला गरेर आफ्नो समाज बिगार्नुको साटो बरु त्यसको ठाउँमा सबैजना मिलेर आफ्नो समाजलाई कसरी हुन्छ सुधार्न सक्छौँ,
बरु सफा राखेर हुन्छ कि त्यो पैसाहरू बरु विभिन्न समाजको सामाजिक कार्यहरूमा र इन्भेस्ट गरेर हुन्छ कि त्यस्तो गरेर हामीले यो समाजलाई चाहिँ एकदमै राम्रो वे दिन सक्छौँ। अनि यो जति पनि जुवा तासहरू खेलिन्छ यो भनेको केवल रमाइलोको लागि मात्र खेल्नु होला। दसैँमा नयाँ लुगा किन्ने र राम्रो खाने र ठुलो मान्छेको टिका र आशीर्वाद लिने भन्ने त्यही छ दसैँमा। अब ह्याप्पी दसैँ सबैजना दसैँ राम्रोसँग मनाउनु होला, राम्रो लुगा राम्रो खाना आशीर्वाद लिएर दसैँ मनाउनु होला। धन्यवाद। नमस्कार यहाँहरू सबैलाई नै। र अब नेपालीको ठुलो चाड र हुनु त अब हिन्दूहरूले यो हिन्दूहरूको मात्रै भनेर भन्छ, तर म चाहिँ यो हिन्दूको मात्रै होइन, हामी सबै नेपालीको नै यो चाड हो। पक्कै पनि हिन्दूहरूले चाहिँ एउटा धार्मिक तरिकाबाट पनि यसलाई चाहिँ मनाउँछ भने गैर हिन्दूहरूले एउटा संस्कारको रूपमा एउटा सामाजिक एउटा होइन एकताको रूपमा पनि मनाउने चाडै नै हो। मलाई त नेपालीहरूको जुनै पनि चाडबाड होस् त्यो चाडबाडले हामीलाई विभाजित नगरोस्, हामीलाई अझ होइन एक बनाएर जाओस् भन्ने नै मलाई चाहिँ लाग्ने भएको हुनाले यो दसैँ र तिहार आउँदैछ। तिहारको लागि फेरि मैले शुभकामना अलग्गै दिन पाउँछु होला। तर यो दसैँ आउँदैछ, दसैँ भनेको नै नराम्रो कुरामाथि राम्रो कुराको एउटा जित हुने भएको हुनाले अहिलेसम्म हाम्रो नराम्रो बानी हाम्रो विचार जे छ त्यसलाई हामीले त्याग्नु सकौँ, अझै राम्रो भएर हामी अगाडि बढ्न सकौँ। दसैँ र तिहार भनेको नयाँ लुगा लगाउने भनेर हामी भन्छौँ, बाहिर नयाँ लुगा लगाउने अनि भित्री कुराहरू चाहिँ फेरि पुरानै कुरा राखेर होइन, त्यस कारण भित्र पनि नयाँ कुरा हामी अपनाउँदै जाउँ भन्दै फेरि पनि होइन यसपालिको दसैँ हाम्रो रमाइलो दसैँ त छैन, तर पनि होइन हामी एक आपसमा अहिले पनि हामी अलिकति खुसी प्रकट गरौँ र हामी सबै एकसाथ हौँ भन्दै दसैँको पनि यहाँहरू सबैलाई नै म हृदयदेखि नै धेरै धेरै शुभकामना दिन चाहन्छु। दर्शकवृन्द, हिन्दूहरूको महान चाड विजया दशमी सबैले धुमधामका साथ मनाउँछन्। मिठो खाने, राम्रो लगाउने, रातो टिका र जमरा लगाई पिङ खेली यो दशैँ मनाउने र ठुलाबाट सानाले आशीर्वाद लिने चलन रहेको छ। विशेष गरी भन्ने हो भने यो चाड आफ्नो परिवारको महत्त्व बुझाउने र आत्मीयता बढाउने चाड पनि हो। यस कुरालाई मध्यनजर गर्दै अभिभावकहरूले आफ्नो बालबालिकाहरूलाई सिकाउन जरुरी छ भन्दै आजको कार्यक्रम यहाँलाई कस्तो लाग्यो हामीलाई प्रतिक्रिया दिन नभुल्नुहोला। हाम्रो ठेगाना छ विकल्प ज्ञान तथा विकास केन्द्र, बौद्ध महाकाल फाँट, पोस्ट बक्स नम्बर 2365 काठमाडौँ नेपाल। इमेल एड्रेस visitvikalpanepal@gmail.com। फोन नम्बर 014 82 16 35। हस्त दर्शकवृन्द, आगामी दिनहरूमा पनि यस्तै विविध विषयवस्तुहरू लिएर यहाँहरू समक्ष उपस्थित हुने नै छौँ। अहिलेलाई म लगायत मेरा टिमलाई बिदा दिनुहोस्। नमस्कार।